नमस्ते साथीहरू। आज हामी एउटा छोटो र खतरनाक यात्रा गर्नेछौँ। खतरनाक पानी भुमरी र सुरुङ। अब यो लमजुङ जिल्लाको सदरमुकाम बेसी सहरबाट 7-8 किलोमिटर दूरीमा सुरुङ छ भने 12-15 किलोमिटर दूरीमा पानी भुमरी रहेको छ। यो खासमा माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाको ड्याम स्थल र सुरुङ हो। यसरी हामी सुरुङ र आज ड्याम स्थलको निरीक्षण गर्दै एउटा सुन्दर झरनामा पनि जानेछौँ। त्यो झरनाको नाम छ ताग्रिन झरना। यसरी हाम्रो यात्रा आजको प्रारम्भ हुन्छ। वेलकम टु माई च्यानल नेपाल टुर सागरमा स्वागत छ यहाँहरूलाई सबैको। नेपाल टुर विथ सागर, वेलकम। अहिले हामी यो बेसी सहरभन्दा 3 किलोमिटर वर बगैँचा भन्ने ठाउँबाट आफ्नो यात्रा सुरु गर्छौँ। त्यो मानाङ जाने बाटोमा पर्छ। यो मानाङ जाने बाटो हो। अब यहाँनिर हामी देख्न सक्छौँ फुटबलर साम्बाको नेपाली छोरी सावित्रा भण्डारीको स्ट्याचु छ। यो चोक नै साम्बा चोक हो। यहाँ विभिन्न पर्यटकीय स्थलको जानकारी दिएको छ र हामी यो साम्बा चोकलाई क्रस गर्दै अगाडि पुलबाट अगाडि बढ्छौँ। यहाँको स्थानीय खुदी बजार, यहाँ लगभग दैनिक उपभोग्यदेखि लिएर बेसिक आधारभूत चिजहरू सबै पाउँछन् यो बजारमा। र हामी नजिकैको यात्रा गर्दाखेरि अब एकछिन यहाँनिर एउटा पसलमा सानो कामले अड्किन्छौँ। यहाँ चाहिँ फेरि ब्ल्याकमा पेट्रोल पाउँछ, 250 रुपियाँ लिटर। धेरै टाढा जाने प्रोग्राम छैन आज, फेरिमै हो। अमेरिका र इरानको युद्धले पेट्रोल लास्ट महँगो बनायो। कति छ अहिले लिटरको? 230, 220 त उतै पर्छ। 10 रुपियाँमा त फाइदा हो। ल, राम्रो व्यापारी भेटायो यहाँ। अब हामी यो बजारलाई छोडेर अगाडि बढ्छौँ। त्यो पारी देखिरहेको रातो घर मर्स्याङ्दी ए जलविद्युत आयोजना 50 मेगावाटको पावर स्टेसन हो। यहाँबाट माथिबाट पानी यो भित्र खसालिन्छ। यो भित्र अन्डरग्राउन्ड छ र त्यहीँबाट पावर जेनेरेट भएर मेन ग्रिडमा, मेन प्रसारण लाइनमा जोडिन्छ। यो मर्स्याङ्दीको किनार भएर जान्छ अगाडितिर। अब यहाँनिर दुईवटा बाटो छ, दुईटै बाटो मानाङ जान्छ। यो माथि यताबाट यही साइड गए पनि हुन्छ, उता पारी गएर गए पनि हुन्छ। माथि यो बाटो जोडिन्छ। अहिले हामी पारी सुरुङ पनि छ, त्यो सुरुङलाई अवलोकन गर्न पारी जाँदैछौँ यो पुल तरेर। यो खासमा पानी ल्याउने सुरुङ नभएर यो यातायातको लागि बनाइएको सुरुङ छ। पानीको सुरुङ छुट्टै छ।
भित्र बत्तीले झिलिमिली उज्यालो रहेछ, एकदम चिसो महसुस भइरहेको छ यो भित्र ड्राइभ गर्दाखेरि। बाहिरी वातावरणको चिसो भन्दा पनि यहाँ भित्रको चिसो अलि निकै चिसो छ, एकदमै चिसो कुल तरिकाको चिसो छ। फेरि यसरी हामी यो सुरुङ अवलोकन गर्छौँ। यसरी आजको क्यामराम्यान मिस्टर भूपेश जोशी सुदूरपश्चिम महेन्द्रबाट मेरो सालाजी मसँग हुनुहुन्छ। उहाँले नै यो सबै क्याप्चरिङ सबै गर्ने काम उहाँले गर्नु भइरहेको छ। यो धारा बाहिरको पानीभन्दा बढी चिसो हुन्छ, यो भित्र टेम्परेचर मेन्टेन भएर आफै अटोमेटिक चिसो हुन्छ। यो लास्टै चिसो छ यार। अब हामी माथि झरना हुँदै ड्याम स्थलतिर जान्छौँ। यो सुरुङलाई यहीँ छोडेर तल हामी देख्न सक्छौँ पुल र सुरुङ उता छुट्यो। अब हामी वारी आएर फेरि मनाङ जाने बाटो हुँदै अगाडि बढ्छौँ। पिच भन्दा पनि सिमेन्ट र कङ्क्रिटले ढलान बढी गरिएको बाटो ठाउँ ठाउँमा देख्न सकिन्छ र साइड छेउछाउमा अब यस्तो घरहरू छ र यसो बौद्धको धर्म मान्ने मान्छेहरूको लागि यो चाहिँ के रहेछ यहाँ। विश्वस्तरीय पर्यटन गन्तव्य मनाङ जाने करिडोर भएर बाटो निर्माण धमाधम जारी छ। अहिले मनाङ जानलाई पहिला जस्तो त्यस्तो गाह्रो छैन। धेरै ठाउँमा बाटो पिच भइसकेको छ, कुनै कुनै ठाउँमा अलिकति कच्ची भए पनि। अब यो अर्को जलविद्युत आयोजनाको यहाँ के पावर स्टेसन भन्दा पनि यो वितरण केन्द्र जस्तो लाग्यो। अफिस छ, यहाँ बोर्डहरू छुट्टै राखेका छन्, चाइनिज कम्पनी जस्तो लाग्छ। अब यो मनाङ मर्स्याङदी करिडोरमा जलविद्युत आयोजना धेरै हुने के अरू क्षेत्रभन्दा। अझै निर्माणाधीन कति छन् कति छन्। यहाँबाट पानी झर्छ, त्यो बिचको फालबाट तल पानी छिरेर सिधै अघि हामीले जुन रातो घर देखाएका थियौँ पावर स्टेसन भनेर जलविद्युतको त्यहाँ निस्किन्छ र यसरी हामी झरनामा, सुन्दर झरनामा आइपुग्छौँ। लामो छ यो झरना। अहिले हामी क्याप्चर गर्न अलि गल्ती गऱ्यौँ। माथिसम्म यो हामीले रेसियो मिलाउन बिर्स्यौँ, अनि त्यो भएर अलि सबै क्याप्चर गरिएन। अब एकछिन हामी फोटो खिचेर यहाँबाट पनि निस्किन्छौँ, तल सिधै ड्याम स्थलमा जान्छौँ। एकछिन फोटो 2-4वटा खिचेर अब यो बाँध पानी रिजर्भ गर्ने बाँध रहेछ। बर्खायाममा यो सबै पानी रिजर्भ गरेर दुईटा नदी, यादी नदी र मर्स्याङ्गी नदीको दोभान जस्तो छ, दोभानै छ। Shoulders, show your power.
आजको यो सबै रमाइलो यात्रा छोटो घुमघाम हामी यहीँ टुङ्ग्याउँदै अब घर फर्किन्छौँ। हस्त धन्यवाद।